Lu हेर्नुहोस् है सोरेङ बजार बिहानै What's up guys, good morning. So today new day new vlog है र आज चाहिँ के छ भने चाहिँ सोरेङ बजारमा आइरहेको छु हाम्रो यहाँ लाइभ वेडिङ रिसेप्सन छ र यहाँ ब्राइडल सेटअपको लागि यहाँ आइरहेको छु र मसँग हुनुहुन्छ हाम्रो भाइ सुमन प्रधान एकदमै एक्सिलेन्ट फोटोग्राफर हुनुहुन्छ भाइ कस्तो छ ठिकै छ है आजको लागि प्रिपरेसन रेडी सबै वेदर राम्रो छ अब है अब ब्राइडल खिचौँ त्यहाँदेखि एक दुईवटा कपाल सर्ट लिउँ त्यहाँदेखि जाउँ है इभेन्टमा मामा गुड मर्निङ यहाँनिर हाम्रो सोरेङको खास मान्छे हो अब जे कुरामा पनि टप हो ठिकै हुनुहुन्छ के गर्दै हो बिहानै आज सिलिन्डर फडाक्र फडुङ गर्दै थियो सकियोस् आजको बिजनेस लु यहाँ बेहुलाको चाहिँ घर यो हो है यहाँ झिलिलिली हुन्छ अनि यो चाहिँ रहेको छ तपाईँहरूको सोरेङ बजार र सोरेङ बजारमा चाहिँ यहाँ फेमस पान सप चाहिँ यहाँ छ हो यहाँ भाइको भन्दा भाइले भन्दा पनि यहाँनिर यसको पापाले नै दाही बनाउँछ र त ठिकै छ भाइ यहाँ छ है हाम्रो एसकेएमको झन्डाकोबाट अक्कै मुनि छ यहाँ आउनुहोस् है सोरेङ बजारमा बेहुला यहाँ छ टक्कै बेहुलाको अराइभल भइसक्यो हो बेहुला हाउ आर यु फिलिङ ठिकै छ हजुर ल यहाँ चाहिँ होटल अर्किडमा चाहिँ बेहुली र यहाँ हुँदैछ बेहुली रहेछ र मेकअप हुँदैछ अब यहाँ ब्राइडल दिनुपर्छ एकछिन गएर So here we're getting ready for the couple shoot. सुमन भाइ छ यहाँ मसँग हाम्रो लजाउन चाहिँ बेहुला चाहिँ यतिको देखिरहेको छ लजाएन त आज त बेहुला बेहुली यहाँ स्टेसनबाट निक्ल्यो है हामीले साथमा तपाईँ चाहिँ त्यहाँ के गर्नु भएको भिडियो बनाउनु भएको अब यहाँ त डिस्टर्ब भयो त अन्त हामीले ए लु कडा खतरा आउँछ है लु यहाँ डम्परेको साथमा बेहुला बेहुली एकछिन निक्लिनु छ एकदम हजुर यहाँ बेहुला गाडी यहाँ आइपुग्यो हुन्छ हामी लु बेहुला बेहुली निस्क्यो बेहुला बेहुलीको इन्ट्री हुँदैछ यहाँनिर हो अगाडि जाउँ लु बेहुला बेहुलीको इन्ट्री हुँदैछ है यहाँ अगाडि दैलोबाट अलिकति लु यहाँ हल आइपुगेको छ बेहुला बेहुला यहाँनिर गेस्टहरू अघि आइसकेको रहेछ हो यहीँ हाम्रो सुभाष दाजु यसो बेहुलाको बेहुला होइन ह्यान्डसम देखिरहेको छ दाजु बेहुला बेहुली मण्डपमा विराजमान हुन आँटेको छ र साथै यहाँ के गर्नु आँट्यो यो चाहिँ फायर वर्क हुन आँटेको रहेछ नि त यहाँ उहाँकोबाट बिहानै लाइभ आइरहेको थियो हो खै फायर वर्क हुन आँटेको रहेछ के भयो के भयो बिग्रियो ए नजाने त लु फायर वर्क स्टार्ट भयो सँगै खै के भयो ट्रायल गरेन क्या ट्राई गरेन सनी हामीले पोर्ट्रेट भइरहेछ
यहाँ आज हाम्रो यता बेहुला बेहुलाको भाइ चाहिँ हाम्रो टप ह्यान्डसम छ नि हाम्रो अरे यता पनि यस भनिहाल्यो दुई भाइलाई यता बिहानै लाइभ हो बिहानै उसको त अब फेमस भइहाल्छ गइहाल्छ हाम्रो यहाँ अब हाम्रो सोरेङको ब्लगर महेश साथीलाई पनि देखाइदिउँ आज लु यहाँ हेर्नुहोस् है यहाँ सेटअप रेडी भयो होइन र आजको सुटको लागि हामी सबै प्रिपेयर भइसक्यो बेहुला बेहुली प्रतीक्षा गरिरहेछ र यहाँ आज मसँग हुनुहुन्छ मेरो भाइ प्रिय भाइ हाम्रो सुमन प्रधान होइन एकदमै असल फोटोग्राफर हुनुहुन्छ हो र सबैले सोध्नुहुन्छ नि फोटोग्राफीमा किन पैसा ज्यादा लिन्छ किन एक्सपेन्सिभ छ भनेर एक्चुअली म तपाईँहरूलाई त्यही भन्नु चाहन्छु भाइ तिम्रो हातमा कुन चाहिँ क्यामेरा छ A7 यसको यो लेन्स पनि रहेछ है 20 कुन चाहिँ 2470 2470 रहेछ होइन हुन्छ थ्याङ्क यू ए भाइ यसको कति छ टोटल यो मतलब अल टुगेदर 3+ हुन्छ नि है अन्त मेरो एट द सेम टाइम यहाँ म अहिले जान्छु नि एकछिन ल मेरो एट द सेम टाइम मेरो बडी नै यो 320 हो होइन लेन्सको अब अहिले लेन्सहरू त फाल्टै छ यसै कारण हुन्छ अब एक्चुअली हामीले चाहिँ एउटा वेडिङमा आउँदा चाहिँ नभएको पनि हामीले 5 to 10 लाख्सको सामानहरू लिएर तपाईँहरूको वेडिङलाई अति नै दामी बनाउने कोसिस गर्छ होइन अब अति नै राम्रो फोटोहरू राम्रो भिडियोहरू राम्रो निकालेको छ त्यसै कारण हामीले अलिकति ज्यादा बजेट पनि लिन्छ है तपाईँहरूलाई यो जानकारीको लागि होइन यो मेरो A7R4 हो होइन यसको तपाईँहरूले बडी मात्रै 320,000मा किनेको मैले तपाईँहरूले चेक गर्न सक्नुहुन्छ होइन यो जी मास्टर लेन्स छ है अनि भाइको पनि यहाँ छ हो अरू लेन्स अहिले भरे म देखाउँछु तपाईँहरूलाई यहाँ ब्यागमा छ 20 एउटै लेन्स मात्रै झन्डै मेरो 2,50,000 छ हुन्छ हुन्छ यस्तो छ यहाँ चाहिँ मेरो छ यो यहाँ बार चाहिँ यस्तो छ हेर्नुहोस् है यहाँ मकटेल टकिलाहरू लगुन बुलक भर्जिन मोहिटोहरू रहेछ है यो चाहिँ के हो यो चाहिँ ड्राई आइस रहेछ यहाँ ए ओके हजुर ए म पर थिएँ नि सामान ल्याउनु गएको थिएँ नि यति राम्रो छ यहाँ है त्यसरी हेर्नुहोस् हाम्रो यहाँ ब्युटिफुल चाङ सेवारो ठिकै हुनुहुन्छ हजुर यहाँ आजको बारमा चाहिँ आलु यतिको छ यहाँ के हो कसो एकदमै उहाँले के गर्नु हुँदैछ अब तपाईँलाई देखाउँछु है यो चाहिँ के हो अरे भाइ कार्बोनेटेड ड्राई आइस है यस्तो छ यहाँनिर चाहिँ हेर्नुहोस् है यो चाहिँ कार्बोनेटेड ड्राई आइस भने अलिक भनिदिनुहोस् न अलिकति यो के हो यो डिस्प्ले पर्पजको लागि मात्रै है तिनै दामी नयाँ कुरा देखियो हुन्छ थ्याङ्क यू सो मच है हजुर म अलिक डिस्टर्ब गरेँ यहाँ सबैलाई लु यहाँ चाहिँ मण्डपमा यसरी फेरि त्यत्तिकै बिजी छ हो यो मर्निङ फर्स्ट आवर हो र अलिक भिड कम छ भरे दिउँसो अति नै ज्यादा हुनेछ यहाँ आम्मा आन्टीमा आम्मा कति राम्रो हाम्रो आन्टी यसले खै दिना चाहिँ बेहुली चाहिँ आउँदैछ है हुन्छ ए बाहिर फोटोसुट हुँदैछ हो अब हाम्रो राम्री नानाहरूको गरिदिएको छु अहिले होइन अन्त अब यहाँबाट फेरि आम्मा फुपा टप ह्यान्डसम फुपा हो यहाँ यी सबै हाम्रो पार्टीको साथीभाइहरू हुनुहुँदो रहेछ यी जन्ती हेर्ने हो यता त नभनौँ यो भिडियोमा त ल यता छ नि हौ आम्मा टप मान्छे म यहाँ खास मान्छे आयो आम्मा तपाईँ चाहिँ के भएको अरे खासमा चाहिँ केही भएको छैन है भनिदियो यसो त पाउनु भयो अस्ति ए दामी रहेछ है आम्मा हट्टेको म भन्दा कालो मान्छेमा आयो नि आम्मा हात मिलाउनु अन्त ल यस पवन दाजु यस ठिकै हुन्छ आज आयो मैले मेसेज गरेँ भोलि पर्सि जान्छु जता पनि भेट्छ नि हौ अन्त अहिले भने चाहिँ यहाँ यस्तो छ है बेहुला बेहुली चाहिँ यसरी पढाएको जोडेर चाहिँ आफै दुईजना रात मात्रै हो यहाँ फ्यामिली रहेछ सुधा म्यामहरू हुनुहुन्छ सरहरू हुनुहुन्छ यहाँ नामहरू रहेछ बेहुलाको आमा हुनुहुन्छ हो अन्त यहाँ गेस्टहरू है यति भरिएको छ
यहाँ फेरि आज फेरि टप ह्यान्डसम भेना तर लुगा चाहिँ त्यही लुगामा भएछ नि त रड्डी भयो नि ह्यान्डसम न ह्यान्डसम त तर लुगा फेरि रड्डी भयो अस्तिकै भएछ नि फेरि त्यही पस्यो नि अझै पनि अस्तिको जस्तो दिनुहोस् न न्यु खोज्नुहोस् न अस्तिको जस्तै आम्मा खास डम्पिङको सुरु भयो यहाँनिर चाहिँ यतिको चाहिँ हुनु पऱ्यो नि त लु 2 जना मात्रै भयो त अन्त जो निस्किउन 2 जना मात्रै भयो त यहाँ त अन्त होइन होला हौ भन्दै अस्तिको जस्तै यहाँ हेर्नुहोस् है अब यसरी ककटेल मकटेल यहाँ बनिँदैछ हजुर ए हुन्छ क्याटरिङ रहेछ तपाईँहरूले कन्ट्याक्ट नम्बर पनि हेरिहाल्नुहोस् हो र उहाँहरूको स्पेसल यहाँनिर मेन्यूमा चाहिँ के छ भने ककटेल है ककटेलको कति 4-5 वटा रहेछ अनि मकटेल रहेछ हो र उहाँले यहाँ रेडी गर्दैछ जग्लिङ के भन्छ अरे जग्लिङ गर्नुहुँदैछ उहाँले हुन्छ जगल हुँदैछ देख्नुभयो होला है के बनाएको त्यो चाहिँ थाहा छैन दामी कडा ल यस्तो छ देख्नुभयो होला होइन अघि देखिहाल्नुभयो कार्की क्याटरिङ रहेछ यहाँ कन्ट्याक्टहरू छ हेर्नुहोस् तपाईँहरूले पनि कुनै इभेन्टमा बोलाउँदा हुन्छ है र यहाँ हुनुहुन्छ उहाँको ओनर चाहिँ यहाँ तपाईँको केही भनिदिनुहोस् न विषयमा कार्की क्याटरिङको विषयमा के भन्नु चाहन्छु भने तपाईँहरूलाई पनि केही इभेन्टहरू गर्नु छ भने चाहिँ वेडिङ भयो तपाईँहरूको केही गेट टुगेदर पार्टीहरू छ भने बर्थडे पार्टी सबै हामी चाहिँ तपाईँहरूको ककटेल मकटेल चाहिँ सबै म्यानेज गर्छौँ सबै म्यानेज है फ्यान्सी रहेछ राम्रो रहेछ हुन्छ थ्याङ्क यू हुन्छ अब चाहिँ चार्ज भएको छ है सबैजना यहाँको रमाइलो यहाँ चाहिँ स्विमिङ ज्यादा चिसो भएर डम्बु पनि ढाडिएर सुकाउँदैछ गेस्टहरू आएको छ अहिले हो हजुर ए हुन्छ सर पुच्का चाहिँ यत्तिको भइरहेको छ है यहाँ चाहिँ पुच्काको भिड चाहिँ साँझ परिसक्यो त हो है अब हिजो र यहाँ बाजेले चाहिँ बेहुलालाई खदा मागेर बेहुलालाई लगाइदियो हो बिचरालाई कति इच्छा थियो होला खदा लगाइदिनु है बिहा पर्ख्यो अघिदेखि हेरिरहेको छु पर्ख्यो अनि खदा मागेर खदा लगाइदियो अहिले बात मार्नु हुँदैछ यस्तो हुन्छ है गाउँमा बाजे बच्चीहरू बिचरा कस्तो इच्छा हुन्छ हो यहाँ गएर है बेहुली अहिले एकछिन बस्नु जानुभएको छ ए बाजे अलिक हल्लिँदै रहेछ नि त ए भने चाहिँ बेहुली वासरुम जानुभएको छ यहाँ बेहुला एक्लै छ अनि द पार्टी इज स्टिल गोइङ अन है यहाँनिर बाहिर पनि त्यत्तिकै भिड छ म भर्खर लन्च गरेर आएको है खानामा यहाँ पनि डाइनिङमा पनि त्यत्तिकै भिड थियो हो यहाँ हाम्रो डम्फुरेहरू पनि यहाँ बिस्तारै सुरु गरे जो यसले यतिको चाहिँ हुनु पऱ्यो ल लगायो सुरु भयो अब चाहिँ रात पऱ्यो साँझ पऱ्यो भनेर चाल पायो अब चाहिँ ठिकै हो साथ दिनुपर्छ अब साँझ पऱ्यो भने थाहा भयो नि नभए ड्युटी कडा थियो ठिकै हो
स्टिल यहाँ हेर्नुहोस् है भिड चाहिँ यत्तिकै छ हो अहिलेको बदला अब साथीभाइहरूले अब बेहुलालाई नचाउँदैन अब नचाउनु डक्टर के भन्छ बेहुला नचाउनु पऱ्यो नि बेहुला यहाँ सिरियस हो अब बेहुला बेहुली दाजु नाच्नु पऱ्यो त अन्त नाच्नुपर्छ हुँदैन नि यहाँ साथीभाइहरू आयो थुप्रै अब नचाउनु पऱ्यो है आन्टी ए हो होइन बिहामा नाच्नु त पऱ्यो नि त हो होइन आज ग्रुमपट्टि हो ग्रुम त नाच्नु पऱ्यो नि नचाउनु पऱ्यो नचाउनु चाङ्ला पनि नचाउनु पऱ्यो अब नचाउनु पऱ्यो आज चाहिँ नचाउनु पऱ्यो यहाँ डरलाग्दो सल्लाह हुँदैछ यहाँ बेहुला र बेहुला नचाउनुको लागि चाहिँ अब डाक्टर टिपेलले के गर्दो रहेछ है यस्तो छ है यहाँ चाहिँ डान्स चाहिँ बवाल हुँदैछ स्पेक्टेटर्सहरू यहाँ यसरी ननाच्ने कडा डान्स चाहिँ बवाल हुँदैन राता गानाहरू देखाउँदै चली छ है हाम्रो साथी गर साथी चाहिँ पनि उठ्यो हाम्रो ड्युटी अब ओभर भयो हो डान्स गर्नु पर्यो डान्स गर्नु अबै नचाउनु पर्छ लु बेहुला बेहुलीको डान्स नसके कहाँ एन्ड हुन्छ हुँदैन नि डान्स अब हुनुपर्छ यहाँ एकदम रेडी गरेर ल्याउँदैछ हो आयो अब बुझाङ डान्स गर्छ हेर्नु भन्छ लु है
बेहुला र बेहुली पनि लाग्यो गएको गुन्जाङ बेहुला बेहुला गुन्जाङ गुन्जाङ गएको ओके ल लु कङ्ग्रेचुलेसन्स दुईजनालाई ल ओके स्योर गएको पुऱ्याउनु गएको आमा डान्स पो गर्नु आम यहाँ झन् हिरो रहेछ नि त यहाँ जादु देखाइरहेको छ हो सक्यो है यो फाइनल आइदियो हिजो अस्तिको बेहुला बेली यहाँ चाहिँ फाइनल सक्दै अब जादु त सक्दैछ त कडा आयो रजित कडा आयो 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 कडा 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 त्यो त के गरेको नि के खाँदैछौ सरी चिसो खाएको भाइ हामी चाहिँ रक्सी खाँदैन ल के हो यो चाहिँ यस्तो चिसो खाएको ल अन्त धुवाई रहेछ त आज यो थोरै हल्का यहाँ यसो गरेर बबाल बबाल कडा 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 भयो 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 यसरी नै अब आजको भ्लग पनि एन्ड गर्छु है यहाँ वेलकम टु द न्यू बिगिनिङ अफ कुञ्जाङ एन्ड प्रतिमा है आजको वेडिङ कस्तो के भयो भनिदिनु होला है फोटोग्राफी मेरो राम्रो भएको छ हो रिजल्टहरू बादमा कुनै दिन म सबै वेडिङको रिजल्टहरू मात्रै हाल्ने छु है तपाईँले हेर्नुहोस् रात पनि पर्यो अब अलमोस्ट एभ्रिथिङ इज ओभर अब जस्ट यहाँ लोकल गाउँकै गेस्टहरू मात्रै हुनुहुन्छ है ओके देन किप वाचिङ सबैले है हेरिदिनु होला माया गरिदिनु होला अनि स्पेसली मेरो सब्सक्राइबर काउन्ट अलिक कम्ती छ तपाईँहरूले यसो हेर्नेहरूले सब्सक्राइब गरिदिनु होला है तपाईँहरूलाई एक अति नै राम्रो एन्टरटेनिङ कुराहरू ल्याउँदै हाल्नेछु